भैरमथालको मन्दिर हो। यहाँ हामी भैरमथानको मेन मन्दिरमा उपस्थित छौँ। मन्दिरको बारेमा खास विशेष गरी भैरव मन्दिरको उत्पत्ति सहितको केही कुरा हाम्रो यहाँको सरको शुभ नाम? मेरो नाम टेकबहादुर साई। टेकबहादुर सरले जानकारी दिँदै हुनुहुन्छ। हजुर, ल यहाँ भैरव पाल्पाबाट आएर हजुर आँखाको ज्वालाको रूपमा आएर रातभरि बत्ती बोलेको भन्ने इतिहास छ, पाइएको छ। हजुर र पाल्पाबाट छुट्टिएर आउनुभएको, हजुर ठुलो रूप शक्ति रूपमा उदाउनु भएका यी तीन भाइ भैरव, हजुर हनुमान ढोका काठमाडौँ, हजुर पाल्पाबाट छुट्टिएर दुई भाइ सँगै बस्न मिलन बलेमाको यो धुरीमा हजुर आएर बस्दिनु भयो। हजुर र आजभन्दा 2 वर्ष पहिला ठेक्कामा जान्थ्यो सर यहाँको हजुर सबै ठेकेदारले हाल्ने 5-7 लाख हाल्ने 9 लाख हाल्ने हजुर मालपोतमा ब्याङ्कमा बुझाउने, यहाँ केही थिएन। हजुर बुझाएरलाई बोका टाउको दिन्थे। हजुर अहिले 2 वर्ष भयो हामी समिति आएको, यहाँ 6 वार्डका समिति छौँ हामी। बलेवाकै बलेवा हामी जैमिनीको, मेरो घर जैमिनी हो। हजुर जैमिनी कुसमिसेरलाई उमा समेटेर हजुर अनि हामी यहीँ बलिआएका, राय डाँडा भकुन्ने पैनपात नारायणथान यो अमलचौर। अनि विशेष गरी यहाँ कुन महिनामा बढी पूजा त भक्तजनहरूको भिड लाग्छ? मुसिर र वैशाखमा बढी। अनि कुन बार कुन बार त अहिले सधैँ हामी सधैँ गुठीले व्यवस्थापन समितिले दिनमै भोको नराख्ने भैरवलाई भनेर हामी दिनमै खोलिदिएको मैले 2 वर्ष भयो। विशेष गरी कुन बारलाई? मङ्गलबार र पहिलाको बार मङ्गलबार सर, पहिलो महिनाको मङ्गलबार। हजुर मङ्गलबार पछि शनिबार म पुजारी बसेपछि खोलेको बार हो। हजुर मैले 12 वर्ष पुजारी गरेँ। यहाँ अहिलेसम्म हजुरले जानेबाट यहाँ सेवा गरिराख्नु भएको छ। त्यसमा विशेष गरी भक्तजनहरू कहाँ कहाँबाट आएको पाउनु भएको छ? म्याग्दी, हजुर पोखरा, काठमाडौँ, चितवन हजुरदेखि नै आउनुहुन्छ। भनेपछि यहाँ विशेष गरी केले पूजा गरिन्छ? यहाँ हाम्रो पहिलो बिहान रोटले पूजा हुन्छ। हजुर रोट पकाएपछि दीप बाल्ने, गणेशका मन्दिर हुँदै बत्ती बाल्ने, धुप गर्ने। हजुर रोट पकाएर धुप बत्ती गरेपछि भित्र पूजा। भक्तजनहरूको भक्कल विशेष गरी केमा आउने गरेको छ? अहिले नरियलले खायो सर। पहिला केले? पहिला रोटै आउँथ्यो, रोट आउने, बोका आउने। हजुर अहिले बोका हुँदैन? बोका आउँछ आउन त, तर चल्न त चल्छ होइन? बोका आउँछ, ठिक बोका आउँछ, रोट आउँछ। हजुर रोट, बोका, कुखुरा, हजुर बलिहरू सबै चिज राखेर काटिन्छ। अब आफ्नो आफ्नो भक्कल कोही छोरा नभएका छोरा हुन् भनेर आएका हुन्छन्, कोही बाहिर जाने पासपोर्ट बनाउन् भन्ने सुने अनुसार भैरवथानमा विशेष गरी हामीले माग्ने वरहरू चिच्चाएर माग्नु पर्छ भन्ने मनले सम्झ्यो, सुनिएको थियो। भनेर मनले सम्झे हुन्छ, मुखले साह्रै भन्नु छैन। पुर्याउनु भएको छ। म अब यति वर्ष यहाँ समिति पनि खेलेकै छु, उता पुजारी 12 वर्ष गरे, तर चिच्चाएर माग्नु पर्दैन। काल भैरव भनेर मनले सम्झेर आफूलाई भयो। हस्, धन्यवाद। काल भैरवले विशेष गरी धेरैजना भक्तजनहरूलाई आँटेको पुग्छ भन्ने कुरा किम्बदन्ती छ र यहाँबाट म यसको जानकारी दिएको छु। धन्यवाद यहाँहरू सबैजनालाई यो भिडियो अन्तिमसम्म हेरिदिनु होला।